नेताहरू भरमा शान्ति सुरक्षा अमन शान्ति कायम राख्ने, नागरिकका दैनन्दिन क्रियाकलापमा सहयोगी विकास गर्ने र अपराध नियन्त्रण र अपराध अनुसन्धानको माध्यमले कानुन कार्यान्वयन गर्दै कानुनी शासनको प्रत्याश गराउने यो मूल दायित्व निर्वाचन प्राप्त छ। यो दायित्व निर्वाह गर्ने क्रममा इतिहासको लामो कालखण्डमा 2012 सालमा औपचारिक वैधानिक रूपमा स्थापना भएको सङ्गठनले आज 82 साल 70 वर्षको इतिहास कायम गर्दै गर्दाखेरि विभिन्न आन्दोलनको ठुलो पालन गराएको छ। निरन्तर रूपमा हाम्रा देशहरूका कार्यहरूको लागि हाम्रा अग्रजहरूले र हाम्रा विभिन्न कार्यक्रममा हाम्रा प्रहरी कर्मचारी साथीहरूले साधन प्राप्त गर्नु छ। उहाँहरूप्रति र नेपालमा सुशासन हुनुपर्छ, नेपालमा लोकतन्त्र शासन पारदर्शिता भएर हामी समुन्नत समाजको सिर्जना गर्नुपर्छ भन्ने भावना राख्ने तमाम नेपाली कार्यकर्ताहरूको भावनाहरू चाहिँ अहिलेसम्मका हाम्रा क्रियाकलापहरू परिलक्षित हुन जरुरी छ।